वेलकम छ सबैजनालाई फेरि मेरो युट्युब च्यानलमा है त। आज चाहिँ फेरि अफ सिजनमा फिसिङ आएको। आजको लोकेसन चाहिँ आज पनि नयाँ लोकेसन हो, डर लाग्ने ठाउँ रहेछ। आज पनि यहाँ मधिरे घाट आएको सब, यहाँ त जलन ठाउँ रहेछ कि भन्नाले अलिक तलतिर मात्रै होला भनेको, यहाँ सब रहेछ। यहाँतिर पनि जलन रहेछ ठाउँ चाहिँ, मलाई थाहा पनि थिएन, युट्युबबाट हेरेर आएको। यो ठाउँ चाहिँ अलि डर लाग्यो, अलि माथि जानु पऱ्यो। अनि आजको चारा पनि त्यही दानामै हो। हेरौँ कस्तो लाग्छ आज। किराहरू पाउने गाह्रो कि यतातिर त, हिँड्ने ठाउँ त उता तल राम्रै थियो कि अब यस्तो रहेछ ठाउँै, त्यो जलन टाइपको। अनि भर्खर बाटोमा पनि मान्छे ल्याउँदै थियो, अब थाहा नै भएन आज यस्तो हुन्छ भन्ने। त्यही भएर म चाहिँ माथि सर्दैछु। हेरौँ कतिको माछा लाग्छ आज। माछा लाग्यो भने म देखाउँछु है त। त्यही अफ सिजन छ, खासै माछा त लाग्दैन। त्यही अब कन्टेन्ट हल्का बनाऊँ भनेर हुन्छ। अब कस्तो हुन्छ आजको दिन हेर, रेडी भइसक्यो है त। सेटअप त्यही डाउन बनाएको छु है। यस्तो चाहिँ डाउन बनाएको छ चाहिँ, यही हो अब आजको चारा नै भनेको। अनि उतापट्टि खेल्न हुन्थ्यो, फेरि कस्तो भर्खर उस गर्नु लागेको रहेछ के, बितेको मान्छेको जलाउनु लागेको रहेछ। त्यही भएर अलि नराम्रो लाग्यो मलाई पनि त्यता बस्न। अनि त्यही भएर अलि यतापट्टि साइडमा आएको। हेरौँ है त आज कस्तो हुन्छ। खेल्ने ठाउँ चाहिँ यही हो, हेरौँ कस्तो हुन्छ आज है। आजको फर्स्ट सट नअड्की हुन्थ्यो बरु यार। मसित त उसै छैन, के अरे वेटै छैन अरू। पानीले कस्तो साह्रो तानेको। खै त्यो त माछाले खायो भने पनि खान पाउने रहेछ। त गायब छ। पानीले बगाएको हो कि अब माछा देखाएको अर्थात् एउटा भयो भने माछा पर्दैन हुन्छ। अनि यो जाडो महिनामा एउटा माछा पार्दैन। बाइट हाने जस्तो हो गया माछा रहेछ है क्या।
चाहिँ लोकेसन चेन्ज गरिदिएको तलको लोकेसनमा त्यस्तो साह्रो खाए जस्तो त भएको थियो हल्का हल्का चाहिँ त्यस्तो साह्रो थाहा चाहिँ भएन होइन माछा परेन अनि अहिले चाहिँ अघि त तलतिर खेलेको थियो भने अहिले चाहिँ यहाँ खेलेको हल्का फोहोर चाहिँ छ ठाउँ चाहिँ त्यही हल्का यस्तो स्टेबल ठाउँ छ नि त अनि त्यही भएर यहीँ हानिदिउँ न त एकछिन भनेर अब कस्तो हुन्छ हेरौँ आज खासमा मेरो प्लान त अर्कै थियो बिहान नै उठेर अनि आन्द्रा किन्छु अनि आन्द्रा खेल्छु भनेर बसेको थिएँ आज त्यही पनि अब अलि धेरै सुत्तिएछ बिहान होइन अनि उठ्नै भ्याएन बिहान हिजो एकदम थाकेको थिएँ अनि त्यही अनि आन्द्रै पाएन अनि त्यही दाना लिएर आएको अब हेरौँ कस्तो हुन्छ आज विन्टर सिजन अब अहिलेसम्म त विन्टर सिजनले गाड हानिराखेको अरे हाम्रो हेरौँ अब यहाँ लाग्छ कि त नजानेको भनेको घरतिर अब नखाँदो रहेछ क्या माछाले यहाँ त त्यहाँ माथि ढुङ्गा छेउमा गएर हानिदिनु पऱ्यो एकचोटि हैरान भयो जाडो मौसममा माछा नलागेर तिर खान्छ कि फोहोर त फेरि एकदम फोहोर जाऊ यहीँबाट हान्दैन त्यहीँतिर बस हेरा दिनु पऱ्यो रड पनि खाँदै खाँदैन माछाले हेरौँ अब यहाँ कति हुन्छ भएन भने त घर चल्दिनँ पर्ला आन्द्रा हल्का हल्का चान्स हुन्थ्यो र आन्द्रा अब त्यस्तै भयो बिहान उठेन लिन्छ नि अनि गाइस यो चाहिँ अब आजको लागि लास्ट स्पट हेरौँ मैले साह्रो माछा मार्न चाहिँ हान्नै खोलामा फेरि यस्तो कस्तो कस्तो ठाउँमा हानेछ यहाँ त माछै पर्दैन भन्ने सोच्नु होला मलाई चाहिँ त्यही साह्रो खेल्नु त आउँदैन यहाँ माथितिर खेल्नु हुन्थ्यो फेरि अलि जान झ्याउ रहेछ कि अप्ठ्यारो रापाले खेलिदिनु पर्छ कि यो ठाउँमा जिरो ओडियो गाह्रो
जाडो सिजनमा माछा मार्न गाह्रो छ। एकछिन चाहिँ यहाँ म वेटिङ खेल्छु, पुगेपछि कस्तो हुन्छ परेछ भने देखाउँ, नत्र चाहिँ सिधै आजको चाहिँ भिडियो पनि माछा लागेन गरे। अब घर जाने बेला भयो। म चाहिँ जहिले बिहान बिहान मात्रै हो फिसिङ आउने भनेको, दिउँसो खासै भ्याउँदिनँ, अलि बिजी नै हुन्छु म दिउँसोतिर। अनि त्यही हो, आज माछा लागेन, अब घर फर्किन लागेको। अब यो जाडो मौसममा चाहिँ के गर्नु, मेरो भिडियोहरू चाहिँ सब अब यस्तै नै हुन्छ, यस्तो खासै माछा लागेको छैन। अब माछा लाग्यो भने चाहिँ भिडियोमा आइहाल्छ गरे। अब अर्को पालि हेरौँ कस्तो हुन्छ। यो उसमा चाहिँ जाडो मौसममा चाहिँ म चाहिँ यो ठाउँहरू हुन्छ नि त, लोकेसनहरू, त्योहरू नयाँ नयाँ ठाउँहरू खोज्दै खोज्दै बस्छु, कुन ठाउँमा माछा लाग्छ हेरौँ। यहाँ त डेन्जर माछा मारेको रहेछ त, पहिलातिर त्यत्रो किराहरू लिएर आएर अरूहरूले पार्छन् कि क्या यो ठाउँमा किरा हालेर। अब आफूले त किरा खोजेर नि पाउँदैन। अब चाहिँ घर जान पर्यो। भिडियोहरू हेर्दै गरिदिनु होला, सपोर्ट गरिदिनु, लाइक सब्सक्राइबहरू गरिदिनु है त। अब हुन्छ, सकेसम्म राम्रै कन्टेन्ट, यसो हेर्दा नि रमाइलो लाग्ने कन्टेन्ट लिएर आउँछु भन्छु। अब म त्यसमा चाहिँ अलि वर्क गर्दैछु, अब कतिको हुन्छ सकेसम्म इम्प्रुभ गर्छु नेक्स्ट टाइम पनि। धन्दै मरेको हुन्छ ल। अब चाहिँ घर जान्छ है त। अर्को पालि चाहिँ सकेसम्म अलि योभन्दा नि रमाइलो टाइपको भिडियो बनाउँछु। अनि त्यति बेला चाहिँ हेरौँ कस्तो हुन्छ है त। यो कमेन्टमा पनि भनिदिँदै गर्नु, अब यस्तो गर्नु भनेर, म त्यहीहरू ट्राई गर्छु। अहिलेलाई चाहिँ घर जानु पर्यो।